नमस्ते साथीहरू, म गीता श्रेष्ठ गीता श्रेष्ठ युट्युब च्यानलमा हजुरलाई स्वागत छ। र आज म चाहिँ हजुरलाई के भन्न आएको छु भने नि, हजुरहरूलाई अब नभन्नु भने पनि भन्नै मन लाग्छ। त्यही भएर म आज चाहिँ हजुरलाई भन्न आएको छु। हजुर कुन ठाउँदेखि हेर्दै हुनुहुन्छ, कहाँदेखि हेर्दै हुनुहुन्छ, मलाई पनि लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला। म पनि हजुरलाई लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनेछु। हजुरले एउटा लाइक गरिदिनु भयो भने म 4वटा लाइक गरिदिनेछु। सब्सक्राइब गरिदिनु म फुल वाच गरेर 5वटा भिडियो हेरिदिनेछु। र आज म चाहिँ हजुरलाई सबै साथी सङ्गी देश विदेश आफन्तहरू जसले हेर्नुभएको छ, मेरो भिडियो जसको घरसम्म पुगेको छ, उहाँहरूलाई चाहिँ भन्न आएको छु। हजुर हेरिराख्नु भएको छ, एकैछिन उता नसारिकन सुनिदिनु होला है त हजुरहरू। अहिले हाम्रो नेपालमा चाहिँ, हाम्रो देशमा चाहिँ अहिले छोरी मान्छे बिक्नै गाह्रो भइसक्यो। किनभने नि हजुरहरू सबै अहिले विदेशी डलरमा बिकेर विदेशी केटीहरू मात्रै बिहा गर्न थाले। सबैले खालि बाहिर देशकै मात्रै ल्याउन थालिसके। हाम्रो देशको चेलीबेटीहरू चाहिँ सबै अब खाली रहने भए। मलाई चिन्ता लाग्न थालिसक्यो साथीहरू। किन यस्तो हुनुभएको हजुरहरू? आफ्नो देशको, आफ्नो नेपाल देश भएपछि आफ्नै देशको छोरी, आफ्नै गाउँको केटीहरू, आफ्नै देशको सहर बजार अथवा गाउँ घरकै आफ्नै नेपाल देशकै बिहा गरौँ। सबै दाजुभाइ दिदीबहिनीहरूलाई म अनुरोध गर्न चाहन्छु, छोरीले पनि आफ्नै देशमा गर्नुहोला, छोराले पनि आफ्नै देशमा गर्नुहोला। पराइको देशमा गरे के गर्नु? हाम्रो देशको खै त बाहिर देश त्यति बिहा गर्दैनन्। र अब हाम्रो बाहिर देशको भाषाहरू पनि हाम्रो नेपालमा छ्यापछ्याप्ती छ। हाम्रो भाषाहरू अरू देशमा छैन। जस्तै कोरियन भाषा, जापानिज भाषा, जुनसुकै भाषाहरू पनि अहिले हाम्रो उता चाहिँ एकदम डलरमा सब मान्छेहरूले आएर त्यही भाषा सिकाएर कति पैसा लिएर जान्छन् उता। हाम्रो भाषा चाहिँ अब काहीँ कुनै विदेशमा नेपाली भाषा भनेर पढाएको पनि छैनन्, पढेको पनि छैनन्। हजुरलाई थाहा छ, हाम्रो चाहिँ अब चेलीबेटीहरू पनि सबै विदेशी नै केटा खोजेर बिहा गर्न थाले। र केटीहरूले पनि र केटाहरूले पनि विदेशी नै केटी खोजेर बिहा गर्न थाल्नु। हजुरहरू हाम्रो नेपाल देशलाई माया नमारिदिनु होला। माया गर्नुपर्छ आफ्नो देशलाई। हेर्नु, हामीले नै यस्तो भएपछि कसरी आफ्नो देश सुध्रिन्छ? खालि सबैले विदेशी केटा, विदेशी केटी हेरेर उतै बिहा गर्ने, उतै जाने गर्नुहुन्छ। हजुरहरू प्लिज आफ्नै देशको जस्तो सुकै भए पनि आफ्नो नेपाल देश भनेको आफ्नो नेपाल देश हो, पुर्खादेखि चलिआएको। त्यही भएर आफ्नै देशको छोराले गर्नुहुन्छ भने आफ्नै देशको केटी बिहा गर्नु होला, केटीले गर्नुहुन्छ भने आफ्नै देशको केटा बिहा गर्नु होला। प्लिज बाहिर देशको नगर्नु होला। आफ्नो देशलाई माया गर्नुपर्छ, माया नमार्नु होला। हजुर जस्तै कुकुरहरू पनि बाहिर देशदेखि ल्याएर किनेर कति सफा पारेर घरमा राख्नुहुन्छ। आफ्नो देशको कुकुरलाई